हेलो नमस्ते सबैजनालाई, दिस इज माई थर्ड भ्लग। अब चाहिँ हामी समुद्रतिर जान लाग्यो। जम्माले सपोर्ट गर्नु होला, त्यही नै हो। ल किन हेर्छ नि त अन्टिलले। ल अब हामी जान लाग्यो। उहाँलाई हेर्न सक्नुहुन्छ, उहाँ आफ्नै पारामा हिँडिरहनु छ, खोल्टीमा हात हालेर। यहाँ चाहिँ ठुलो बा हुनुहुन्छ, मजाले हिँड्नुभएको छ। ल ठुलो ल उहाँको चाहिँ टिकटक आइडी के अरे भनौँ कहाँ? दीपक भण्डारी। दीपक भण्डारीलाई गएर जम्माले फलो गर्नु होला। उहाँको चाहिँ के छ नाम? दाइको नाम के हो भनौँ न। दाईको नाम चाहिँ खासमा सेरे हो, तर जापानिजमा अक्षर नपुगेर सेरु भनिदिएर रनै हरायो होइन दाइको। रनै हरायो। अब हामी समुद्रतिर जानु लाग्यो। अलि उता गएर भेटौँला बाइक। हामी कुन ठाउँमा आयौँ? स्नोमागी। ल स्नोमागी भन्ने कन्ट्रीमा छ अहिले हामी। यहाँ चाहिँ जताभावी गाडी नै गाडी छ। उहाँ चाहिँ 7-11 छ। सेम नेपाल हो सेम। होइन अहिले हामी यति बेला पोखराको फेवाताल होइन लेक साइडतिर छौँ। हेर केपी ओली र शेरबहादुर देउवाले यस्तो विकास गरेको छ यहाँ। लास्टै के भन्नु, लास्टै विकास गरेको छ हाम्रो शेरबहादुर देउवाले। सेम नेपाल हो, हेर्नुहोस् त कति विकास गरिसक्यो। लास्टै विकास गरेछन् कि। हेर केटा हो, यहाँ यस्तो रोजगारी दिएको छ होइन शेरबहादुर र केपी ओलीले। हो हाम्रो केपी ओली र शेरबहादुर देउवाले रोजगारी दिएर हाम्रो चाहिँ 15 वर्षको भाइ पनि अहिले पोखराको लेक साइडतिर है। अनि कति क्या खुबसुरत बनाइदिइसकेको छ है। आहा, अनि यस्तो गाडीहरू यस्तो ल्याएछ, हेर्नुहोस् है। सेम नेपालै हो यो, केही फरक छैन है। दीपक सर, अब हामी चाहिँ कुन ठाउँमा आयौँ? यो चाहिँ हाम्रो हजुरआमालाई सोधौँ भनेको चाइना भन्ने कन्ट्रीमा आयौँ। ल हेर्नुहोस् है, अक्षरै जस्तै छ। ल बुढोले हेर्छ। तिमीलाई देखेर म फिदा भएँ, तिमीलाई देखेर म फिदा भएँ, मुला भन्दै अब बिदा भएँ म। हामी कुन ठाउँमा आयौँ? स्नोमागी। ल स्नोमागी भन्ने कन्ट्रीमा छ अहिले हामी। यहाँ चाहिँ जताभावी गाडी नै गाडी छ। उहाँ चाहिँ 7-11 छ। सेम नेपाल हो सेम। होइन अहिले हामी यति बेला पोखराको फेवाताल होइन लेक साइडतिर छौँ। हेर केपी ओली र शेरबहादुर देउवाले यस्तो विकास गरेको छ यहाँ। लास्टै के भन्नु, लास्टै विकास गरेको छ हाम्रो शेरबहादुर देउवाले। सेम नेपाल हो, हेर्नुहोस् त कति विकास गरिसक्यो। लास्टै विकास गरेछन् कि। हेर केटा हो, यहाँ यस्तो रोजगारी दिएको छ होइन शेरबहादुर र केपी ओलीले। हो हाम्रो केपी ओली र शेरबहादुर देउवाले रोजगारी दिएर हाम्रो चाहिँ 15 वर्षको भाइ पनि अहिले पोखराको लेक साइडतिर है। अनि कति क्या खुबसुरत बनाइदिइसकेको छ है। आहा, अनि यस्तो गाडीहरू यस्तो ल्याएछ, हेर्नुहोस् है। सेम नेपालै हो यो, केही फरक छैन है। दीपक सर, अब हामी चाहिँ कुन ठाउँमा आयौँ? यो चाहिँ हाम्रो हजुरआमालाई सोधौँ भनेको चाइना भन्ने कन्ट्रीमा आयौँ। ल हेर्नुहोस् है, अक्षरै जस्तै छ। ल बुढोले हेर्छ। तिमीलाई देखेर म फिदा भएँ, तिमीलाई देखेर म फिदा भएँ, मुला भन्दै अब बिदा भएँ म। अहिले चाहिँ हामी यो टोकियो टावरमा छौँ। यो हेर्न सक्नु त कति लास्टै ठुलो छ। उहाँ चराहरू चराहरू घुमेको पो रहेछ है, घुमेर रहेछ। हजुरआमा चाहिँ उता हुनुहुँदो रहेछ।
ल पछाडि एउटा गाडी आएर रहेछ उहाँ चाहिँ धुवा फुट्टा उहाँ धुवा फुट्टा दिपक सरको काना मुन्द छ हेर्नुहोस् कति खतरा हो है लास्टै खतरा शेरबहादुर देउवाले लास्टै विकास गरेछ अनि अरू कोले हाम्रो नाम भनिदिनु न पछाडि पछाडि अलिअलि पर्सेन्टेज गरेछ होइन हजुर अनि यो सबै विकास गरे त अनि केपी ओली र शेरबहादुर देउवाले नै हो हो त्योभन्दा पहिला गिरिजाहरूले पनि गरेका थिएनन् यति विकास त होइन हो हेर्नुहोस् त लास्ट नै विकास गरेछ नि ओ हो अनि अरू भन्नुहोस् माइक अरू अब यहाँ भन्दा अब भन्ने ठाउँ छैन होइन यति भन्दै म बिदा हुन्छु उनीहरूको जय होस् अरूको भय होस् नभए नहोस् केपी बाले चाहिँ नि अहिले पानी जहाज ल्याउँछु भन्थे होइन हजुर केपी बाले पानी जहाज ल्यातिर अहिले हामी चाहिँ जाँदैछौँ भिजिट गर्न होइन हजुर टक्क गएर हेरेर आउनु पर्ने छ ल अरे मान्छेको देख्नुहोस् क्या हो केपी बाले हावाबाट बिजुली निकाल्छु भनेको थियो त्यो पनि त्यता हो अहिले जामला हेर्ने त्यता पनि विकास गरे लास्टै विकास गरेछ घर घरमा ग्यास को पाइप ल्याइदिन्छु भन्थे त्यो पनि अहिले देखाउनु पर्छ किनकि बहुत विकास गरे अनि यो त पहिलाको हामी बस्ने गरेन त सर हो अनि यो बेच्दै पो अनि यो साइकलै मेरो हो ल तपाईँबाट नि केही सुनाम त गुम्बा खेती होइन र पोखराको गुम्बा खेती पो रहेछ त्यो अहिले चाहिँ हामी कुन ठाउँमा छौँ अहिले हामी गुम्बा फेदीमा हजुर ल उहाँसँग कुरा गरौँ हाम्रो छावा दाईको साथी भन्दा नि हुन्छ यो गण्डकी हस्पिटल हो हो त्यो गण्डकी हस्पिटल है साथीभाइहरू ल यो भोटेहरू बस्ने रातो पो रहेछ है गुम्बा फेदी अनि हाम्रो देशमा भोटे जापानिजहरू आएर बस्छन् नि त अनि हामी चाहिँ अब गाउँतिर जाँदैछौँ अब निला गाडीहरू छ ल बिस्तार अब अगाडि जान्छ है ल अब हामी कहाँ जाँदैछौँ रे केपी बाले गराएको केपी बाले समुद्रमा डुङ्गा के अरे नेपालमा चाहिँ डुङ्गा चलाउँछु अथवा चाहिँ होइन यहाँ हिँड्छन् भनेको थियो अनि त्यो ठाउँ अब जताततै चाहिँ पुर्याउन लिएर जान सम्भव नभएर हजुर यो ठाउँमा मात्रै लिएर आएको हुँदा हामी त्यो ठाउँमा अहिले भिजिट गर्न जाँदैछौँ हजुर ल अरू के भनौँ त ल सर हलले यस्तो छ हाम्रो लेकतिर आइया अहिले अब बाँकी चाहिँ नि तपाईँहरूलाई हामीले केपीले लिएर आएको जुन डुङ्गा छ होइन पानी जहाजहरू त्यो चाहिँ हामी तपाईँहरूलाई देखाउनेछौँ अब एकैछिनमा होइन एकैछिनमा त्यति बेरसम्म ऊ यताउति हेर्नुहोस् लास्टै विकास गरेछ भनेको फ्याक्ट्रीहरू हेर्नुहोस् लास्टै विकास गरेछ हाम्रो केपी बा प्रचण्डे बा अरू शेरबहादुर देउवाको बा त्यस्ता त्यो तिनीहरू नानीका बा केपी बा नानीका बा शेरे बा नानीका बाले भित्तानी हेर वाल लगाइदिएर सबै प्रचण्ड बा बजेट जति वाल सकाए अनि नानीका बाहरूले नानीका बाहरूले बजेट लाएर सकाइदिए अरू केही भनौँ है त केपी बाको फेरि अर्को ठाउँमा नि आइसक्यौँ है ल उहाँ चाहिँ हाम्रो फ्यामिली मार्ट सेम 7-11 भन्ने भइहाल्यो ल 7-11 भन्दा पनि हजुर यो नेपालको भाटबाटै नि छ नि हजुर सेम त्यस्तै हो कि 7-11 भन्ने त अब छैन नि त नेपालमा भाटबाटी नि भन्दा नि खतरनाक छ नि फेरि यो त भनौँ अरू सर अब यहाँ यति विकास गरिसक्यो हाम्रो नेताहरूले भन्ने के ठाउँ छ र यहाँ के ठाउँ छ र बाँकी तिमीहरू विकास गरेर भ्याइसक्यौ अब तिमीहरू जसरी खाने हो खाओ होइन भ्रष्टाचार गरेर हुन्छ कि कसैसित मागेर हुन्छ कि कसैलाई चाहिँ नि आँखा छलेर हुन्छ कि तिमीहरू जसरी खाने हो खाओ विकास गरेर भ्यायो अब तिमीहरू त्यही हो बस भन्ने यो ठाउँ हेर्नु त लास्टै विकास गरेछ यो हेर्नुहोस् लास्टै विकास गरेछ ल रनिङ
अहिले चाहिँ हामीले केबी बाले बनाएको समुद्रमा आइसकेको छौँ। यिनीहरू चाहिँ उतार जान्छ म त यहाँबाट उक्लिन्छु। ओ माई गड लास्टै उकालो छ केटा अनि भन्ने साथीहरू उहाँ चाहिँ मछली मार्न लाउनुभएको छ। यिनीहरू चाहिँ जोडियो नि यार अस्ति नै आएको है यो जोडियो ऊ त्यो केटी नि जोडियो राम्रै छ जे भयो नि। आहा क्या राम्रो छ उताको रातो भ्यू र यताको आनन्द नै बेग्लै छ। मेरो तोमो ताच्चीहरू चाहिँ तल छन् है। आहा ओहो क्या खतरा देखेको क्या। यहाँ चाहिँ बबालै छ भनौँ। ए कस्तो झुक्किन्छु भनेको के म यार केटाहरू यहाँ नउक्लिकन उता हुन्छ मलाई नि यता तानिहाल्यो नि बुढाहरूले। अरू भनौँ के छ साथीभाइहरू केपी बाले विकास गरेको ठाउँ बबाल छ नि त फेरि। तल गएर हेरौँ है त। ल अहिले चाहिँ हामी केपी बाले विकास गरेकोमा जाँदैछौँ। म चाहिँ यहाँ डन्डा ल्याउँछु। यहाँ चाहिँ अब म भलक गराएको कि अहिले हानौँ ल फोटोसोटो। ल अब जाऊँ ल जाऊँ ल आइज 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 म केही नि हुन्न। यहाँ चाहिँ सेलमा छ है एउटा टोपी सेलमा मात्र। म चाहिँ नाम लेख्न जान्छु। ल पहिलो नाम कसको लेखिदिउँ भनौँ है त। ए लास्टै ढुलो भएर ल नाम लेखिदिउँ है त। अर्नबै लेखिदिउँ न। आइज यहाँ चाहिँ आउनु सकेन ल। हाम्रो चाहिँ केपी बाले बनाएको भाषामा लेखिदिउँ है। सेट ओ कमन फास्ट कति खतरा देखेछ। समुद्र चाहिँ केपी बाले गराए। त्यो ढुङ्गाहरू हालेको ठाउँ चाहिँ हाम्रो प्रचण्डे बाले गराए है त। अब तिनीहरू त माथि नै छन् भनेको। कसको नाम लेखिदिउँ ल भनौँ है ल। रामको नाम लेखिदिउँ है त। रामको ल रामको नाम लेखिदिउँ ल हेरौँ है गाइज। ल रोक न रोक एकछिन नआयो नि त। हाम्रो राम लेखेपछि चाहिँ डुबाउन भन्थे। ल हेरौँ है गाइज। ल रामलाई हेरौँ है। आइ भन्ने मात्र चाहिँ डुबाइदियो रामलाई। अरू भगवान् कसको नाम लेख्ने हो। ल हाम्रो क्लबको नाम लेखिदिउँ है ल। ओए ल हाम्रो चाहिँ अब वाप क्लबको नाम लेखिन्छ है केटा ल। वाप दिस इज पावरफुल। यहाँ चाहिँ हाम्रो केपी बाहरूले केपी प्रचण्डले यहाँ सुन र हाम्रो यहाँ त्यो मोती भेट्टायो भने लैजा भन्दैछन् यार। यस्तो खतरा विकास गर्दैछन् हेर्नु कि ए। अनि यस्तो पाइन्छ अनि समुद्रमै। ओ हो मेरो प्रेम जीवन सफल हुन्छ कि हुन्न लप त पारेको छैन त्यही पनि हेरौँ है त। ओए सफलै हुन्न भनिदियो ल। ल सफलै भएन ल। अब म चाहिँ यहाँ अब खाल्टो खान्छु। यहाँ चाहिँ पानी भरियोस् भनेर नै हो मैले खनेको। किनकि यो हात धुनी नि सङ्लिन सक्छ कि। ओहो
ए देख्नुभयो सङ्ग्लियो त पानी त हात धुने त्यही पनि हात त फोहोर भएको छैन ल म त उरै केटा रन 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 तन 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 काठको पो रहेछ त्यही भएर पो रहेछ धन्न खिच्दिनँ मैले माथि बुढा मिलेर मजाले गफ हान्दैछन् बुढाहरूले ये देख सकते हैं इन लोग इसी में मजा कर रहे हैं कतिवटा माछा सबै दुईजना जोडीले खतरा विकास गरेर खाने हो नि त दिपक सर यो केबी बा प्रचण्डहरूले होइन त्यस्तो ढुङ्गा राखेको अनि अघि नै भनेको के तपाईँहरूले पताउनु न भनेर उहाँकै मुखबाट सुन्नुभयो के अरे उहाँ चाहिँ फेरि सेन्टीमा आफ्नै पाराले आउनु ज्याप छ भन ज्यापमा लस उल्टी गर्छ त हेर केबी बाको पानी जहाज उहाँ आउँदैछ जुम गरेर देखाइदिउँ ल केबी बाको पानी जहाज त उहाँ आउँदैछ केबी बाको माथि हेर्छौँ त म तिमीलाई जुम गर्दैन नि त आमा तिमी टेन्सन नलौडु फिक्स भएर बस ल क्या हाँसो नै मुस्कान नै खतरा देखायो दुईजनाले मोती भेट्टाम भनेको मोती नै पाइएन अस्ति नै म गएको ठाउँ चाहिँ ऊ त्यहाँ हो त्यहाँबाट हो यो देखेको ल यो चाहिँ केबी बाहरूले राखिदिएको ढुङ्गा हो केबी प्रचण्ड बाले हो कि दिपक सर हो अनि यिनीहरूले आफ्नो नेपालमा विकास गरेर भ्याएर पनि यो जापानमा आएर यति विकास गरिसकेको छ भनेपछि अनि यिनीहरूको मूर्ति मात्रै बनाउनु बाँकी छ यहाँ हो ल डन ठुल्कोट मूर्ति मात्र बनाउन बाँकी छ हाम्रो केबी बाहरू त भन्नै परेन है उहाँ आउँदैछ केबी बाको ढुङ्गा ल नाम लिया सेतन हाजिर भन्छन् है ल हेर्नुहोस् त केबी बाको ढुङ्गा आउँदै रहेछ हाम्रो नेपालका नेताहरूले कुन देशको मान्छेले गलत गरेको छ बस त्यही मात्रै दिमागमा राखेको छ अनि अब जुन मान्छे राम्रो गर्छ नि हजुर त्यो मान्छेको दिमागमा तिनीहरूको केही आउँदैन हजुर उनीहरूले खालि फल्ना देशकाले यसो गरिया थियो त्यो देशकालाई केही भएन ल अब चाहिँ हामी घर फर्किनु लागेको यही नै हो आजको भलागति नै ल ल बाई बाई सबैजनालाई सबैले सपोर्ट गरिदिनु होला कमेडी भिडियो यस्तो यस्तो यताउति वातावरण हामी देखाइराख्छौँ धन्यवाद